नमस्ते, म सुरज सुब्बा नाल्बो। आजको यस रेड लन्च कार्यक्रममा यहाँलाई स्वागत गर्दछु। सदा झैँ यस कार्यक्रममा चलचित्र क्षेत्रदेखि पृथक रहनुभएका विभिन्न व्यक्तित्वहरूसँग हामी भलाकुसारी गर्ने गर्छौँ र आजको यस कार्यक्रममा यस्तो सम्मानित अतिथिलाई निम्तो गरेको छु जसले साहित्य क्षेत्रमा साहित्य विधाको सबैभन्दा सम्मानित पुरस्कार मदन पुरस्कारले सम्मानित व्यक्तित्व हुनुहुन्छ, जसले सेतो धरती नामक एउटा यस्तो सशक्त यस्तो साहित्य यस्तो कृति लेख्नु भएको छ जुन कृतिलाई चाहिँ नेपालको साहित्यबाट हटाउँदा ठुलो खाल्डो पर्छ। उहाँ हुनुहुन्छ अमर न्यौपानेज्यू। म उहाँलाई स्वागत गर्दछु। हजुर, धन्यवाद सुरज सर। के गर्दै हुनुहुन्छ आजभोलि लेख्दैछु म यो एउटा उपन्यास लेख्दैछु। हजुर, अहिले पनि मेरो मस्तिष्कमा त्यही घुमिरहेको छ। जसरी तपाईँ एउटा फिल्मको डाइरेक्टर हुनुहुन्छ, बाटोमा हिँड्दाखेरि यो त मेरो फिल्मको पात्र हुन्छ क्यारे जस्तो लाग्छ, त्यस्तै मलाई पनि के लाग्छ भने लेख्दाखेरि यो त मेरो उपन्यासको पात्र हुन्छ क्या जस्तो लाग्छ। आउँदै थिएँ गाडीमा आउँदाखेरि मान्छेहरूलाई हेर्दै थिएँ, ती मान्छेहरू मेरो उपन्यासको पात्र हुन्छन् कि जस्तो लागिरहेको थियो। त्यसकारण एउटा उपन्यास लेख्दैछु अहिले। अच्छा, भन्छ नि कि साहित्यकारको नजरमा ढुङ्गा पनि बोल्छ अरे, होइन, माटो पनि बोल्छ अरे, पात पतिङ्गर पनि बोल्छ अरे। र तपाईँसँग चाहिँ वास्तवमा ती सब चरित्रहरू, ती ढुङ्गा माटो सब बोलेको अनुभूत हुन्छ तपाईँलाई? मलाई त्यो त्यस्तो भन्दा पनि मलाई लाग्छ जुनसुकै सर्जक सिर्जना गर्ने मानिस, चाहे त्यो फिल्मको डाइरेक्टर होस् या कलाकार होस् या कवि लेखक होस्, उसँग बोलिरहेको हुन्छ। जस्तो हामी एउटा कविले चाहिँ नदीको कविता लेख्छ, नदीले त शब्दमा केही भन्दैन। एउटा रुखको कविता लेख्छ, एउटा फुलको कविता लेख्छ, फुलले त शब्दमा केही भन्दैन। तर एउटा फुललाई हेरेर, रुखलाई हेरेर, आकाशलाई हेरेर, नदीलाई हेरेर कविले कविता लेख्छ। म यही भन्छु। अनि ढुङ्गालाई हेरेर कविता लेख्छ, होइन? उसले त्यस कारणले एउटा कलाकारले ढुङ्गालाई देउता बनाइदिन्छ। भन्छ कि हजुरलाई साहित्यले चाहिँ मानवलाई, मान्छेलाई एउटा संस्कार दिन्छ अरे, होइन? कि एउटा कुनै पनि भनौँ एउटा पिँढीलाई बुझ्नु छ भने, एउटा इतिहास बुझ्नु छ भने त्यो समयको साहित्य हेर्नु, त्यति बेलाको इतिहास बुझिन्छ भनिन्छ, हजुर, होइन? र अहिले वर्तमान, पहिला म चलचित्र भन्दा पनि म साहित्यसँगै जोड्छु कि अहिले वर्तमान नेपाली चलचित्र नेपाली क्षेत्रको साहित्य जगतको साहित्यकर्मीहरूको स्थिति कस्तो छ? एकदम उत्साहजनक, तर सबै सङ्घर्षको अवस्थामा हुनुहुन्छ। लेखेर नै जीविकोपार्जन गर्ने अवस्था एकदम गाह्रो छ। अर्को जागिर खानुपर्छ, जागिर खाँदाखेरि साधना पुग्दैन। के हुन्छ भने विश्व साहित्य त धेरै अगाडि बढिसक्यो, एकदमै यति डेप्थमा गइसक्यो कि हामीले, मलाई कहिलेकाहीँ लाग्छ, अस्ति भर्खर मैले सोचिरहेको थिएँ, एउटा उपन्यासकारले, एउटा कथाकारले पात्रलाई कसरी लेख्नुपर्छ भन्दाखेरि कतिसम्म बुझ्नु पर्दो रहेछ, अध्ययन गर्नु पर्दो रहेछ भने एउटा प्रेमीले प्रेमिकालाई, प्रेमिकाले प्रेमीलाई, लोग्नेले स्वास्नीलाई, स्वास्नीले लोग्नेलाई, बाबुआमाले छोराछोरीलाई, छोराछोरीले बाबुआमालाई भन्दा धेरै बुझेको हुनुपर्छ एउटा उपन्यासकारले, एउटा कथाकारले आफ्नो पात्रलाई। बल्ल उसले न्याय गर्न सक्छ। अहिलेको स्थितिमा हाम्रो फुल टाइम राइटर एकदम कम, भनौँ न, त्यो हाम्रो स्थिति छैन देशमा। आत्मनिर्भरको अवस्था एकदम कम छ, सङ्घर्षको अवस्थामा छ। त्यसकारण नेपाली साहित्यको यो अहिलेको अवस्था एकदम उत्साहजनक चाहिँ छ। यो केही वर्ष 61-62 सालदेखि उत्साहजनक अवस्थामा चाहिँ छ। अब मलाई केही समयपछि यसले एउटा व्यावसायिक रूप अथवा एउटा आत्मनिर्भर लेखक लेखेर बाँच्न सक्ने अवस्था। जस्तो तपाईँले लेख्नुभएको सेतो धरती को धेरै चर्चा परिचर्चा मैले सुने, त्यो साहित्य पढ्ने अवसर मैले पनि पाएँ। कतिपय ठाउँमा मलाई एकदम छोयो पनि। र तपाईँले लेखिसकेको त्यो उपन्यासले चाहिँ मदन पुरस्कार पाउँदाखेरि तपाईँलाई कस्तो अनुभूत भयो? मलाई के लागिरहेको थियो भने यो किताब लेख्दै गर्दा, यो लेखेको मैले 68 सालमै सुरु गरेको, स्टडी पनि 68 सालमै सुरु गरेको, अनि 68 सालमै मैले लेखेँ, सबै 68 सालमै प्रकाशित भयो। यो 68 सालकै मदन पुरस्कार पाएको हो। अनि लेख्दै गर्दा के भएको थियो भने, लेख्छु अनि मैले पहिला ह्यान्ड राइटिङै गरेँ। त्यो बेलामा त्यति कम्प्युटरमा हात बसिसकेको थिएन। अनि लेख्दा लेख्दै आँसु आउँथ्यो, यति रोएँ होइन म। अनि त्यो आँसु चाहिँ मेरो आँसु होइन, त्यो बाल विधवाहरूको आँसु जस्तो लाग्थ्यो, तर त्यो अक्षर फुल थियो। लेख्दा लेख्दा यो नाडीको ठाउँ ठाडो हुन्थ्यो। अनि मलाई के लाग्थ्यो भने अहिले मलाई लेख्दाखेरि नाडीको ठाउँ ठाडो भएको छ भने, अहिले मलाई लेख्दाखेरि मेरो आँसु झरेको छ भनेदेखि
पढ्दाखेरि पनि पाठकलाई यस्तै हुनेछ, सायद जजलाई पनि त्यस्तै त्यो पाए जस्तो लाग्छ। अब भन्छ कि सिनेमा चाहिँ कलम र क्यामेरा लेख्ने साहित्य हो। सिनेमा चाहिँ साहित्य बिना सिनेमा बन्दैन र क्यामेरा बिना सिनेमा बन्दैन होइन। त्यो हिसाबमा सिनेमालाई चाहिँ चलचित्रलाई तपाईँले कुन रूपमा हेर्नुभएको छ? मैले त यो प्रस्तुति मात्रै फरक देख्छु। सो नाटक, म्युजिक, पेन्टिङ, साहित्य एउटै हो, त्यसको मूल स्रोत एउटै हो, यही समाज हो, यही जीवन हो। त्यसलाई प्रस्तुति केमा गर्ने? हामी शब्दमा क्राफ्ट गर्छौँ, तपाईँहरूले यही क्यामेराले लेख्नु भने जस्तै त्यसलाई चाहिँ त्यसरी प्रस्तुत गर्नुभयो। अब त्यस्तै म्युजिसियनले अथवा त्यसरी नै प्रस्तुत गरेर हुन्छ, आर्टिस्टले चाहिँ अब पेन्टिङमा आफ्नो किसिमले प्रस्तुत गरेर हुन्छ, ड्रामामा त्यसको आफ्नै लिमिटेसनहरू छन्, ड्रामा त्यही किसिमले प्रेजेन्ट गरिरहेको हुन्छ। त्यस कारण मलाई प्रस्तुति मात्रै फरक लाग्छ, यसको मूल त एउटै हो। एकदमै हाम्रो जननी आमा चाहिँ एउटै हो। एकदम 100%। अनि तपाईँको कृति प्रकाशन गर्दाखेरि, प्रकाशकमा लाँदाखेरि अब आजको दिन त तपाईँले चाहिँ एउटा केही उपन्यास लेख्न आँट्नुभयो, केही चिज कृति तयार गर्नु आँट्दाखेरि त मलाई जहाँसम्म लाग्छ तपाईँको बारेमा बुझ्दासम्म कि तपाईँको पछाडि अहिले प्रकाशकहरूको लाइन लाग्ने गर्छन् कि तपाईँको कृति म मेरो प्रकाशनबाट चाहिँ प्रकाशित गर्छु भन्छन्। हिजोको दिनमा चाहिँ तपाईँलाई तपाईँको कृतिहरू त्यसै प्रकाशनमा ल्याउँदाखेरि चाहिँ के कस्ता अप्ठ्यारोहरू चाहिँ परेन? अप्ठ्यारो चाहिँ मेरो के भयो भने म अलिकति आफैमा कहिलेकाहीँ लाग्छ म अलि आत्मविश्वास, आत्मबल कम भएको मानिस हो कि अलिक बढी त्यो आफ्नो कुराहरू बाहिर ल्याउनको निम्ति अलिक ढिला गर्ने मानिस हो कि जस्तो लाग्छ। र पहिलो किताबमै मैले प्रकाशक पाएको सजिलै पैरवी बुक हाउसबाट मेरो छापिएको थियो पानीको घाम। दोस्रो र म प्रकाशक कहाँ गएर एकदम धाउनु त्यस्तो गर्नु परेन मेरो, किनभने फुटकर रचनाहरू प्रकाशित भएका थिए। अनि जब मेरो यस्तो छ भनेपछि पब्लिसरले एकदम चाँडै मलाई विश्वास गर्नुभयो, हुन्छ हामी गरिहाल्छौँ नि भनेर भन्नुभयो। दोस्रो किताबको लागि पनि अब फाइन प्रिन्टबाट एकदम नेपालको एग्रेसिभ रूपले आएको पब्लिकेसन हाउस छ। अझ अब तपाईँलाई म फेरि चलचित्रसँगै जोड्छु कि नेपाली चलचित्रमा चाहिँ भन्छ कि तपाईँलाई पटकथा लेखकको ठुलो खाल्डो छ यहाँ होइन, चलचित्र लेखकको प्राय चलचित्रहरू आयातित कथाहरू छन् यहाँ कि नेपाली सिनेमामा चाहिँ धेरै चाहिँ मान्छेले त्यसो गर्दैनन्, केही छन् जसले चाहिँ विदेशी सिनेमाको कथाहरू सापटी लिने, विदेशी चलचित्रको दृश्यहरू सापटी लिने होइन, जुन सापटी प्रथा छ यहाँ। त्यसमा चाहिँ तपाईँ एउटा सशक्त लेखक त्यति ठुलो सम्मानबाट पुरस्कारबाट सम्मानित हुनुभएको व्यक्तित्व कि तपाईँ आफैलाई कि होइन मैले चाहिँ मेरो कृति म नेपाली सिनेमा लेख्छु जस्तो चाहिँ तपाईँलाई लाग्छ कि लाग्दैन? खासमा कस्तो लाग्छ भने हरेक मान्छेले जे काम गरिन्छ मलाई एकदम सोच विचार गरेर गर्नुपर्छ। अनि म अहिले साहित्यमा मैले जुन 2टा किताब लेखेँ र जुन आफ्नो स्पेस बनाएको छु त्यो स्पेस मलाई सिनेमामा गएर बनाउन धेरै टाइम लाग्छ है। जीवन त एकदम छोटो छ, लेख्ने कुराहरू एकदम धेरै छन्। मलाई के लाग्छ भने म लेखेरै जीवन बिताउँछु, म साहित्य नै लेख्छु। जो सिनेमामा एकदम सिद्धहस्त हुनुहुन्छ उहाँहरूले चाहिँ अब फिल्म लेख्नुहुन्छ, स्क्रिप्ट राइटिङ गर्नुहुन्छ भन्ने मलाई लाग्छ। त्यतातिर मेरो खास सोचाइ छैन। अच्छा, तपाईँलाई त्यस्तो प्रस्ताव आयो भने चाहिँ के गर्नुहुन्छ? प्रस्ताव आयो भने म सकेसम्म मेरै क्षेत्र भनौँ न, क्षेत्र त अहिले मैले भने जननी आमा त एउटै हुन्, तर पनि म त्यहाँ सिद्धि प्राप्त मैले गरेको छैन। कुनै पनि कुरामा एउटा एकदम काँचो अवस्थामा प्रवेश गर्नु त्यति राम्रो हुन्न र मलाई अहिले यही साहित्यमै सन्तुष्ट छु। अच्छा, जस्तो अब साहित्यको कुरो गर्दाखेरि साहित्यको आयामको कुरो गरौँ होइन, कि अहिले नेपाली साहित्य चाहिँ कुन आयाममा छन्? जस्तो तपाईँलाई भनौँ कि इन्द्रबहादुर राईले एक ठाउँ लेख्नु भएको छ कि मैले झ्याल खोल्दा उसले मलाई हेरिरहेको देखेँ भन्नुभएको छ इन्द्रबहादुर राईजीले, कि उहाँले डिकन्स्ट्रक्सन भन्नुहुन्छ कि साहित्य भनेको चाहिँ अहिले त्यो पाटोमा छ जुन पुरानो चिजलाई चाहिँ भत्काएर नयाँ स्वरूप दिनुपर्छ नेपाली साहित्यले भन्छ कि तपाईँलाई अबको साहित्य चाहिँ कुन मोडमा कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? मलाई कस्तो मिठो कुरा गर्नुभयो। यो कुन मोडमा भन्दा पनि बढ्नुपर्छ भने है म आफैले बढाउँछु मैले सकेँ भने। के लाग्छ भने संसारमा जति मानिसहरू छन् प्रत्येकको अनुहार फरक फरक छ है, त्यस्तै लेखन पनि प्रत्येकको फरक फरक हुनुपर्छ।
लेखन भनेको पनि आविष्कार हो। सही कुरा। त्यसकारण त्यो आविष्कार भएको हुनाले मानिस पनि एउटा सृष्टिको आविष्कार हो र मानिसले गर्ने सृष्टि गर्ने साहित्य पनि आविष्कार हो। एकदमै। त्यसकारण त्यो बिल्कुल फरक हुनुपर्दछ। फरक भएपछि त्यसले एउटा आयाम त आफै बोकिहाल्छ। एकदम एकदम 100। अनि जस्तो इन्द्रबहादुर राईले तेस्रो आयाम भनेर यो 20 सालतिरबाट सुरु गर्नुभएको, तीनजना इन्द्रबहादुर राई, बैरागी काइँला, ईश्वर बल्लभले तीनजना भएर अब अनि उहाँले भन्नुभयो त्यहाँ तीनटा आयाम, वस्तुता, चित्रात्मकता र सम्पूर्णता, तीनटा थिए आयामहरू। पछि इन्द्रबहादुर राईले के फिल गर्नुभयो भने सम्पूर्णता चाहिँ लेख्न सकिँदो रहन्छ भनेर, यो त गलत रहेछ, दुईटा मात्रै आयाम लेखिन्छ तर वस्तुता पनि लेख्न सकिन्छ, चित्रात्मकता पनि हुन्छ, तर सम्पूर्णता चाहिँ एउटै कृतिमा आउँदैन जीवनको भनेर उहाँले लीला लेखन सुरु गर्नुभयो। असाध्यै श्रद्धेय लाग्छ मलाई। उहाँको आफ्नै शैली छ, आफ्नै पन छ, आफ्नै पहिचान छ। अब हामीले पनि आयाम खोल्नुपर्छ। मलाई लाग्छ जीवनमा तीनटा मात्रै आयाम हुँदैन साहित्यमा। साहित्यमा त सयौं आयाम हुन्छ। एकदम आयाम कति छ एकदम एकदम। हेर्नुहोस्, तपाईँलाई हजुरले बोल्नु हुँदाखेरि के भन्छु भने कि 7वटा रङ त छ, सबैलाई थाहा छँदैछ नि कि अबको खोजी भने त 8औं रङको खोजी गर्ने हो नि। 7वटा रङको मिश्रणबाट सयौं हजारौं रङ बन्छन्। म पेन्टिङमा नि रुचि भएको मान्छे है, र रङको पनि आविष्कार हुन्छ जुन रङको नामै थाहा हुँदैन। आँपको पातको रङ पनि हरियो हुन्छ, कटहरको पातको रङ पनि हरियो हुन्छ, केराको पातको रङ पनि हरियो हुन्छ, हरेक वनस्पतिको पातको रङ हरियो हुन्छ, तर प्रत्येकको हरियो फरक फरक हुन्छ। यही छ, त्यही सृष्टिको रङलाई हामीले सापटी लिएर सिर्जना गर्ने विविधता। हेर्नु न कति आयाम छ। एउटै आँपको रुखमा पनि टुप्पाको पातको हरियो र फेदको पातको हरियो कति फरक छ। साहित्यमा पनि के विकृतिहरू छन् हैन। साहित्यलाई पनि सस्तो रूपमा चाहिँ सस्तो किताबहरू लेखेर, सस्तो किताबलाई ठुल्ठुलो नाम दिएर हैन चाहिँ बेच्ने काम गरिएको छ। यो कुरालाई चाहिँ के भन्नुहुन्छ? यसलाई मैले केही सहज रूपमा लिएको छु। जहिले पनि जुनसुकै क्षेत्रमा पनि मेरो विचारमा 5 देखि 10% भन्दा राम्रो कुराहरू आउँदैन। अरू सामान्य हुन्छन्, अरू 50% कुराहरू मिडियम लेभलको हुन्छन्, अरू एकदम तिनको आयु साह्रै छोटो हुन्छ। दर्शकबिन, कुराकानीलाई म एकछिनमा जारी राख्छु। अहिलेको पालो भएको छ सानो एउटा कमर्सियल ब्रेकको।